नमस्ते। नेपाली क्रिकेटले हामीलाई कति धेरै खुसीका पलहरू दिएको छ हैन त, तर पछिल्लो समय नतिजाहरू अलि निराशाजनक आइरहेका छन्। त्यसो भए आज हामी यही हारको कारण के हो र अब सुधारको बाटो कस्तो हुन सक्छ भनेर अलि गहिरिएर कुरा गरौँ न है। स्क्रिनमा देखिएको यो नम्बर 4 यो केवल एउटा अङ्क मात्रै होइन, यो त नेपालले भोगेको लगातार 4वटा एकदिवसीय हारको कथा हो। र साँचो कुरा भन्नुपर्दा यो नेपाली क्रिकेटले सामना गरिरहेको एउटा गहिरो चुनौतीको सङ्केत पनि हो, जसले हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ। हो, यी लगातारका हारहरूले हाम्रा केही आधारभूत कमजोरीहरूलाई छर्लङ्गै पारिदिएका छन्। चाहे त्यो खेलाडीहरूको व्यक्तिगत फर्मको कुरा होस् वा टिमभित्रको तालमेलको, अनि सबैभन्दा महत्त्वपूर्ण प्रेसरको बेला खेललाई आफ्नो पक्षमा ल्याउने क्षमता। हरेक ठाउँमा सुधारको खाँचो छ भन्ने कुरा एकदमै स्पष्ट देखिन्छ। अनि यो कुनै एउटा खेलको मात्र कुरा होइन है, यो त मैदानमा बारम्बार दोहोरिरहेको एउटा समस्या जस्तो भइसक्यो। अब यसलाई एक पटकको गल्ती भनेर पन्छाउने अवस्था छैन, यसको समाधान खोज्नै पर्छ। त्यसो भए आखिर समस्याको जड कहाँ छ त? धेरैजसो विश्लेषणहरूले एउटै कुरामा औँला ठड्याउँछन्, त्यो हो नेपालको ब्याटिङ। अझ खासमा भन्नुपर्दा हाम्रो मध्यक्रमको सङ्कट, जुन अहिले टिमको लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ। खेलको कथा लगभग उस्तै हुन्छ होइन र? सुरुवात एकदमै राम्रो, जसले आशा जगाउँछ, तर मध्यक्रममा पुग्ने बित्तिकै विकेटहरू झर्न सुरु हुन्छन्, मानौ तासको घर ढले जस्तै। त्यो राम्रो सुरुवातले बनाएको जग नै कमजोर बन्न पुग्छ र ठूलो स्कोर बनाउने सपना सपनामै सीमित हुन्छ। तर यो समस्या ब्याटिङमा मात्रै सीमित छैन, बलिङमा पनि हामीले विपक्षीको जमेको साझेदारी तोड्न एकदमै सङ्घर्ष गरिरहेका छौँ। जब बलरहरूले विकेट निकाल्न सक्दैनन्, विपक्षीले रनको पहाड बनाइदिन्छन्, अनि त्यो सबै प्रेसर कहाँ आइपुग्छ? हो, सिधै हाम्रो त्यही कमजोर मध्यक्रममाथि। यो त एउटा चक्र जस्तै भएको छ। ल, यति धेरै निराशाको कुरा भयो, तर भनिन्छ नि, हरेक अँध्यारो बादलमा चाँदीको घेरा हुन्छ भनेर। हो, यी हाडहरूको बीचबाट पनि एउटा आशाको किरण देखिएको छ, जसले भविष्यतर्फ राम्रो सङ्केत गरिरहेको छ। टिममा आएका नयाँ खेलाडीहरूको प्रदर्शनमा देखिएको त्यो सकारात्मक झिल्का हो, त्यही नै हो अहिलेको सबैभन्दा ठूलो सम्पत्ति। उनीहरूको जोस, उनीहरूको ऊर्जा र क्षमताले एउटै कुरा भन्छ, नेपाली क्रिकेटको भविष्य अँध्यारो छैन, बरु उज्यालो छ। आशाको कुरा त गरियो, जुन एकदमै राम्रो हो, तर त्यो आशालाई यथार्थमा बदल्न के गर्नु पर्ला त? टिमलाई फेरि पुरानै लयमा फर्काउन कस्ता रणनीतिहरू चाहिन्छन् होला? आउनुहोस् अब समाधानतर्फ लागौँ। पुनरागमनको यो यात्रा मेरो विचारमा 3वटा खम्बामा अडिएको छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण, योजनाबद्ध ब्याटिङ। हरेक ब्याट्सम्यानलाई आफ्नो भूमिका के हो भन्ने प्रश्न थाहा हुनु पर्यो। दोस्रो, एकदमै कडा फिल्डिङ, जसले एक रन बचाएर बलरको मेहनतलाई खेर जान दिँदैन। र यो दुवैलाई जोड्ने तेस्रो कडी हो अनुभवमा आधारित एउटा बलियो खेल योजना, जसले प्रेसरको बेला टिमलाई अल्मलिनबाट जोगाउँछ। यी कमजोरीहरूलाई सुधार्दै र नयाँ प्रतिभालाई निखार्दै नेपाली क्रिकेटले पुनरागमन गर्ने क्षमता पक्कै राख्छ। तर अबको यात्रा केवल नतिजाको मात्र होइन, यो त टिमको चरित्र र सङ्कल्पको पनि परीक्षा हुनेछ। के नेपाली क्रिकेटले यो चुनौतीलाई अवसरमा बदल्न सक्ला?